पप गायक भए पश्चात यहाँ एकदमै अब रफ टफ भएर हिँड्नुभयो नै होला होइन। त्यस पश्चात वरिपरिका व्यक्तिहरूबाट रियाक्सन कस्तो हुन्थ्यो? म बेल बटम भन्ने प्यान्ट फर्स्ट न्युरोलमा लगाउने मान्छे म। त्यसपछि भूपेन्द्र भन्ने भक्तपुरको मेरो साथी, मेरो देखेर उसले पनि हत्ते गरेर बेल बटम प्यान्ट लाएँ। मेरो लङ हेयर, गिटार पछाडि झुन्ड्याउने, झोसे त नजिकै छ, हिप्पीहरू बस्ने ठाउँ हेर्नुहोस्। तर मैले प्यान्ट लाएर हिँडेको देखेर बुढी मान्छेहरू योमा यहाँ प्यान्ट नेन हो भनेर भने कस्तो प्यान्ट लगाएको बुढा केटीहरूले पनि मलाई त्यस्तै भन्थे, कस्तो यो त है जोकर जस्तो छ भन्थ्यो। ह्याट लाएर हिँड्ने फेरि काउबोयको जस्तो। अनि सङ्गीतमा गिटार बजाउँदाखेरि मेरो विदेशीहरूसँग पनि निकै सङ्गत भयो। त्यसरी मैले फेसन सुरु गरेँ। पछि त यति साह्रो गरेँ कि मैले बाउको पनि गाली, आमाको पनि गाली। त्यसमाथि म स्कुल जेपी पढेको म क्षेत्रपाटीमा। अनि फेसनहरू एक प्रकारको थिएन त्यति। त्यो चुस परेको प्यान्ट लगाउँथ्यो। पछि हामीले आफ्नै राम्रो प्यान्ट लगाइ नै च्यातेर कपडा टालेर लगाइदिएपछि त त्यसलाई गोगो प्यान्ट भन्नु थाल्यो। हेर्नुहोस्, ल यो ओम त झन् बोलाएको छ अब भनेर पनि सुनियो। यस्तो यस्तो भएपछि त अब के गर्ने। तर मैले त्यो फेसनलाई पनि अनि डिङ्गो बोट स्टार्ट गरेको मैले। त्यहाँबाट पछि भुवनले गर्यो। भुवनले मेरो साटासाट हुन्थ्यो जुत्ता, फोन केसी होइन। हामी दुईजना बेसकन मिल्ने साथी, एउटै टोलको। अनि त्यसरी चाहिँ फेसनको सुरुवात गरियो। अनि गाना पनि मेरो अल्ट्रा मोडर्न भएर गयो। पछि गएर पप भयो। स्वर्गीय हाम्रो पाण्डव सुनवारजीले इन्टरभ्यू लिँदा मेरो गीतलाई त्यो बेलासम्म पप भनिँदैन थियो। त्यो बेलामा मेरो गीतलाई उहाँले अत्याधुनिक गीत भन्नुहुन्थ्यो।